अछाम जिल्ला ढकारी गाउँपालिका वडा नम्बर 1 निवासी गगने हुड्के नेपालबाट भारत जाने क्रममा भारतको आग्रा भन्ने स्थानमा पुग्दा सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ। परिवारजनका अनुसार उनी निर्धारित गन्तव्यतर्फ यात्रा गरिरहेका बेला आग्रा आसपास अन्तिम पटक देखिएको बताइन्छ। त्यस यता उनको मोबाइल फोन बन्द रहेको र हालसम्म कुनै जानकारी प्राप्त नभएकाले परिवार अत्यन्तै चिन्तित अवस्थामा छन्। यदि कसैले गगने हुड्केलाई देख्नु भएको छ, भेट्नु भएको छ वा उनको अवस्थाबारे कुनै पनि जानकारी हुनुहुन्छ भने कृपया तल उल्लेखित सम्पर्क नम्बरमा तुरुन्तै जानकारी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यस संवेदनशील घडीमा सबै सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिकलाई खोजी कार्यमा सहयोग गरिदिन हार्दिक आग्रह गर्दछौँ। तपाईको सानो जानकारीले पनि एक परिवारलाई ठूलो राहत पुग्न सक्छ। यो भिडियो गगने हुड्के सामु पुगेछ भने तपाईले यो तल दिएको स्क्रिनमा नम्बर राखिदिएका छौँ, चाँडो सम्पर्क गरिदिनु होला भनेर आग्रह गर्न चाहन्छु। तपाईका घर परिवार एकदमै चिन्तित अवस्थामा हुनुहुन्छ। यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला।